हेलो के छ? अब आज चाहिँ म अलिकति यो भाइ बहिनीहरूलाई अलिकति क्लासमा मैले भन्न नि अप्ठ्यारो भयो धेरैजनालाई भन्नुभन्दा मैले अलिकति यसमा भिडियो बनाइदिनु सजिलो हुन्छ जस्तो लाग्यो है। यसमा म्याथमेटिकल मोडलिङ पार्टमा चाहिँ मैले जस्ट 2-4वटा सिस्टमहरूको चाहिँ अनि म्याथमेटिकल मोडल गरेर त्यसको सल्युसनहरू कसरी निकाल्ने भनेर चाहिँ गर्न खोजेको है। अब खासमा एनालिटिकल सल्युसन्सहरू पनि गर्न सकिन्छ, तर एनालिटिकल सल्युसन गर्न पनि तिमीले ग्राफ बनाउनलाई फेरि ब्याक टु कम्प्युटरमै आउनुपर्ने भएको भएर डाइरेक्ट सल्युसन न्युमेरिकल मेथडबाटै किन नगरौँ भन्ने हिसाबले है त। अब यसमा आज चाहिँ मैले बेसिक है त पेन्डुलमबाट स्टार्ट गरेँ। अब पेन्डुलम मैले क्लासमा एकदम बेसिक इक्वेसन बनाउँदाखेरि चाहिँ सबैलाई थाहा छ है, फिजिक्समा पनि पढेको इक्वेसन्सहरू हो। यो इक्वेसन भयो, त्यसमा चाहिँ एक्सलाई चाहिँ हामीले थिटामा कन्भर्ट गर्नलाई यो सिम्पल यो फर्मुला लगाएर अनि यो इक्वेसन निकाल्नु। तर यसमा प्रब्लम के हुन्छ भने जी बाई एल साइन थिटा भन्ने टर्म आउँछ। यो जी बाई एल साइन थिटा आउने बित्तिकै दिस इज अ नन लिनियर इक्वेसन, नन लिनियर डिफरेन्सियल इक्वेसन हुन्छ होइन। अनि हामी चाहिँ सजिलोको लागि के गर्छौँ भन्दाखेरि लिनियर एप्रोक्सिमेसन गर्नको लागि चाहिँ हामी थिटा इज भेरी भेरी स्मल होइन, एकदम स्मल असिलेसन मात्रै गराउने, स्मल डिस्टर्बेन्स मात्रै आउँछ पेन्डुलममा भन्ने एजम्पसनले चाहिँ लेट्स से थिटा इज नियरली इक्वल्स टु 0 सो द्याट साइन थिटा इज एप्रोक्सिमेटली रुट अफ थिटा। अनि यसरी चाहिँ यो लिनियर मोडल भन्यो। यो चाहिँ नन लिनियर मोडल भन्यो, यो चाहिँ लिनियर मोडल भन्यो है त, लिनियर इक्वेसन। अब लेट्स चाहिँ म दुइटालाई चाहिँ अनि सल्भ गरेर हेर्छु है त कस्तो आउँछ रिजल्ट अनि हेरौँ। सुरुमा चाहिँ मैले एज इफ है हाम्रो क्लासमा गरेको जस्तै हामी स्टेट भेरिएबल डिफाइन गर्छौँ, त्यस पछाडि यो चाहिँ लिनियर त्यसको लागि, यो चाहिँ लिनियरको लागि, अनि यो सरी यो चाहिँ नन लिनियरको लागि मैले यहाँ सानोतिर राखेको छ, यो चाहिँ के त लिनियरको लागि। अनि दुईवटा डिफ्रेन्ट भयो अनि त्यसलाई चाहिँ के गरियो त हामीले अनि 15 सेकेन्डसम्मको लागि अनि फर इनिसियल कन्डिसन थिटाको इनिसियल कन्डिसन चाहिँ 0.3 द्याट इज 0.3 एङ्गलबाट चाहिँ हामीले त्यो बललाई रिलिज गऱ्यौँ। अब बललाई रिलिज गरिसकेपछि त्यो ब्याक टु इक्विलिब्रियम कन्डिसनमा आउनलाई एकछिन अक्सिलेट गर्छ अनि इक्विलिब्रियम पोइन्टमा आउँछ। त्यसमा हामीले दुइटैलाई अनि सल्भ गऱ्यौँ। अनि सल्भ गरिसकेपछि के हो त लिनियर पार्ट भयो अनि नन लिनियर पार्ट भयो होइन। दुइटैको सल्युसन मैले यहाँनिर निकालिसकेपछि के आयो त अनि म दुइटैलाई कम्पेरिजन गरेर प्लट गरिरहेको छु यहाँनिर। दुइटैको सिमिलर रिजल्ट चाहिँ आइरहेछ। यो किन दुइटैको सिमिलर रिजल्ट आयो त भन्दा मतलब चाहिँ किन यस्तो आयो भन्दाखेरि किन यस्तो आयो भन्दाखेरि मैले यहाँनिर सेलेक्ट गरेको इनिसियल कन्डिसन इज स्टिल भेरी स्मल राइट, 0.3को अराउन्डमा छ इनिसियल कन्डिसन, 0.3 थोरै छ। यदि मैले इनिसियल कन्डिसनलाई चाहिँ एकदम ज्यादा गरिदिएँ अथवा धेरै धेरै असिलेसन गरिरहेको छु, लेट्स से म चाहिँ लगभग 2 रेडियनले चाहिँ यसलाई चाहिँ असिलेट गर्छु भने अब रिजल्ट के आउँछ होला होइन, अब रिजल्ट के आउँछ होला भनेर यहाँनिर हेऱ्यो भने अब चाहिँ के आयो त लिनियर मोडल र नन लिनियर बिचमा देयर इज अ सिग्निफिकेन्ट डिफरेन्स इन द डाइनामिक रेस्पोन्स। ठिक छ। सो द्याट लिनियराइज गर्दाखेरि चाहिँ तिमीले के विचार गर्नु पर्यो, द भ्यालु अफ द थिटा इज सफिसिएन्टली लो द्याट द नन लिनियर एप्रोक्सिमेसन इज अलमोस्ट इक्वल टु द लिनियर एप्रोक्सिमेसन राइट। स्टिल हामी 0.5 को रेन्जसम्म मात्रै राख्दाखेरि पनि के आउँछ त लगभग उस्तै चाहिँ हाम्रो यहाँनिर आउँछ, लगभग उस्तै चाहिँ आउँछ यो कुरा है त। अब बाँकी कुरा त म अरूहरूमा पनि हेरौँला, यो जस्ट मैले आज सुरु मात्रै गरेको है त। अर्को दिन मेबी स्प्रिङ मास टेम्पर सिस्टम हेर्छौँ है त।